दही हेयर मार्केटको जस्तो यस्तो प्याकेटको क्लियर एकदमै सफा त छैन। यस्तै हो गाउँघरको, बट टेस्ट चाहिँ अमेजिङ छ। के यसको अटो फोकस सुपर फ्याट भन्छ क्या यसलाई, एकदम फ्याट। त्यो मार्केटमा नि पाउँछ नि लो फ्याट र एकदम रिच फ्याट भन्ने दहीहरू अप्सन। यो चाहिँ एकदमै के भनौँ सुपरमा सुपर फ्याट। यो खाए त्यो मुखै चिल्लो चिल्लो हुने के खाएपछि घिउ धेरै। बोजूले यो दहीको त्यो मै पारे छैन रहेछ नि त, मतलब घिउ निकाले छैन रहेछ नि त, हामीले खान्छ भनेर राखेर छ। हिजो पनि खाना खाइसकेर दही खाएर बाख्रा ढिलो छोड्छु भनेर सुतेको 1:35मा उठेछ। एउटा डरलाग्दो सपनाले जगायो क्या। के भइरहेको छ आजकल गाउँ आएकोदेखि, अनि निन्द्रा पनि एकदमै कडा लागिरहेको छ है, थाकेर नि। अनि फेरि एकदम थाकेर निन्द्रा गहिरो डिप तरिकाले सुतिसकेपछि सपना नि डरलाग्दो आउँछ कि के भएको। अस्ति एउटा यस्तो नराम्रो सपना आयो कि त्यो अझै मैले बिर्सिन सकेको छैन। अलरेडी बितिसकेर नै 10-15 वर्ष भइसकेको हाम्रो गुरुको अगेन सपनामा फेरि बितेकै देखायो कि। त्यस्तो नै हुँदो रहेछ लाइफमा। फर्स्ट टाइम हो मलाई बितिसकेको मान्छे, अब उहाँ गुरु बित्नु भएको मैले आँखाले देखेको, अनि बितेर कुर्सीपट्ट बेडमा उचालेर राखेको मैले नै। अनि त्यही गुरुलाई फेरि सपनामा अगेन बितेकै देख्दाखेरि त मैले फेरि कस्तो डर लाग्यो क्या। झुरुक्क बिउजिँदाखेरि त्यही जिउ पुरै भारी ज्वरो आउला जस्तो क्या। त्यस्तो नि हुँदो रहेछ भने क्या लाइफमा। टन्नै छ दही खाएर भाँडा धोएर अनि एकछिन सुत्छु, त्यहाँबाट उठ्छु, त्यहाँबाट बाख्रा चराउँछु, अनि 5 बजेतिर बिस्तारै फाती चढ्छु। यहाँ छ बेसार, यो चाहिँ मेरो घर लाने काठमाडौँमा। अनि बोजूले कुन्द्रुक सुकाएको रहेछ, कुन्द्रुक। अनि यहाँ छ मेरो आजको काम। बोजूलाई बोजूले दुई बट्टा हुन्छ अरे। कति पुग्छ बोजू? यो 3 महिना पुग्छ यतिले भयो गयो नि त। अब यसले सुकाएको छ, अनि सुकाएर उता मेलमा पिस्न लाने भइगयो नि त मेरो आज काम। हाम्रो काले केटो गर्मीले ह्याप छ। काले भर्खरै यसलाई पनि खाना दिएर बसेको। ओके, सो सिइङ लास्ट टाइम। रास्तिम घर र बोजूलाई पनि बाई बाई गरेर म आफ्नो गन्तव्यतिर लागेँ। टाइम छ बिहानको 8:33, 19 मार्च। हेभी भएको छ ब्याकप्याक फेरि। त्यही पुरानो घाउ होइन, सुकिसकेको घाउ फेरि जुत्ताले कोथारिरहेको छ। अब मलाई टिङ 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 उकालो चढ्नुपर्छ। अनि यहाँ छ बनतरुल खनेको। बोजूले यो लहरा हेरेर चिन्दो रहेछ। अनि मलाई याद छ माघे सङ्क्रान्तितिर काठमाडौँतिर पनि बेच्थ्यो। काँचो खाँदा चाहिँ चिप्लो चिप्लो हुन्छ, त्यसको जरा एकदम टिपमा हुने कि गहिरोमा जति खने जरा भेटाउने। या माथि फाती लाग्दैछु। खास गरी हिजो बेलुका फाती बस्छु भन्ने प्लान गरेको थिएँ। अनि फेरि बोजूले बिहान राति 81 घर सुन्न पारेर कहाँ जाने भने, अनि त्यो पनि हो जस्तो लाग्यो होइन। अनि या बिहान भर्खर खाजा खाएर बोजूले मिठो राम्बो चौचो र चिउरा दिएर या बिदाई गरे। अनि बोजूले कति आई थिङ्क
4 किलो जति एक्स्ट्रा वेट मेरो ढाडमा थपिदिएको छ हात्तीसम्मको जर्नीलाई। माथि नै एउटा बोजू हुनुहुन्छ, डल्ली बोजू भन्छ हामीले चाहिँ, डल्लो छ बोजू हाम्रो बाजेको दिदी। अनि म बोजूलाई भनेर अलिकति पिठो र मैले अस्ति खनेको बनतरुल पठाइदिनु भनेको छ खानुलाई। ती बोकेर ठाडो उकालो हिँड्दैछु। अलरेडी मेरो ब्याग प्लस 4 केजी वेट गर्दा त आर्मी ट्रेनिङ गरे जस्तो भइरहेछ अहिले त। ओके, मैले एउटा चिज बिर्सियो जस्तो लागिरहेछ। त्यो मैले ब्रुस मन्जन हालेन जस्तो लागिरहेछ, मेरो ब्रुस मन्जनको ब्याग। ओके, आज उकालो सुरु नि भएको छैन, डेन्जर उकालो सुरु हुन्छ। ओके, अन माई वे। यो हाम्रो जङ्गल गाडी हुँदै हिँडिरहेको छु। यहाँ चाहिँ यस्तो घना जङ्गल छ नि, माथिबाट सनलाइट पनि लाग्दैन कि तल यो ठाउँमा चाहिँ। अनि बाजेले चाहिँ भन्छ यहाँ जुगा घारी भन्छ यसलाई बाजेले पहिला, किनकि अन रेनी सिजन डेन्जर जुगा आउँछ, डेन्जर जुगाहरू पुरा यसरी चढ्नलाई तयार भएर हुन्छ बाटै पछि। उकालो नि आएको छैन, अहिले नै थाक्न लागिसक्यो। आज अलिक वेट बढ्यो क्या, त्यो पिठोले र त्यो बनतरुलले गरेर निकै वेट बढ्यो ब्यागको। म डेफिनेटली 1.5-2 घन्टा लाग्छ होला बिस्तारै बिस्तारै हिँडेर। अनि पछाडि फेरि त्यो छाला खोर्साउँदैछ घाउमा। अनि ओके, अब यही हो मेरो लास्ट टाइम बोजूसँग भेट होइन। 5 दिन बस्यो, बोजूलाई मद्दत गर्यो है। अनि यहाँ छ पहिला एकचोटि ढोके मामा भन्छ, मेरो सेम एजको एउटा मामा छ, उहाँ र म यहाँ खाल्टो बनाएर स्विमिङ गर्थ्यौँ हामी। नेचुरल सिब्लिङ छ है यहाँ। दे क्यान सी झर्ना। अहिले त पानी सुकेको छ, भोलि चाहिँ रेनी सिजनमा हुन्छ यो फेरि खतरा। ओके, यो झर्नाको भ्यू दामी देखिरहेको, यो पाइन ट्रिज ब्याम्बो ट्रिजले ठिक्क तल। वाह, भोलि म त्यो बाटो हुँदै जान्छ। ओके, स्टिल हेडिङ अप। अनि रेस्टिङ पोइन्टमा आउनु लागि यहाँ चौतारा छ, पुरानो चौतारा। बोजूले सोधेको, खै म हुँदै थियो भने बोजूले पहिला मलाई बिहे गरेर ल्याउँदै थियो अरे। हे गो भनेपछि कति ओल्ड होला त। युजली यो गाउँमा चौतारा भनेको बितेको बाजेबोजूहरूको नाममा बनाउँछ नि, कति ओल्ड होला त यहाँ। वाट, यहाँ छ तल मन्त्र लेखेको, तर अहिले केही देख्दैन। यहाँबाट तल हाम्रो रास्तिमको भ्यू दामी देख्छ। यहाँ एकछिन टेस्ट गर्छु म, मर्ला थाकेर। रास्तिमगढ यो पोइन्ट मलाई दामी लाग्छ कि, जहिले पनि यो पोइन्टमा आएर एकछिन तल घरलाई टोलाएर हेर्न मन लाग्छ। पहिले मेरो ब्यागलाई रेस्ट गरिदिउँ न। इप्स आया, यस्तो भारी भएको छ नि ब्याग। सही पोइन्टमा छ यो, टप पोइन्ट। तल हाम्रो रास्टिङ गरेर हेरेर एकछिन रेस्ट पार्छु, त्यहाँदेखि फेरि जान्छु।
अन्तिम हेराइ, त्यसपछि छोरा कति वर्षलाई बिदाई हुन्छ। त्यसै अरूहरूलाई यो ठाउँ बिरानो सुन्न लागि पनि मलाई चाहिँ शान्त लाग्छ कि जहाँ आत्मालाई शान्त हुन्छ नि त्यही हो के रियल पोइन्ट लाइफको मेरो लागि चाहिँ। र मेरो आत्माले शान्ति हुने ठाउँ त्यो हो। I don't care about money, I don't care about show off everything हैन। मेरो लागि इम्पोर्टेन्ट हो भने पिस हो। आफ्नो मनलाई र आफूलाई कसरी हेल्दी राख्ने मेरो लागि त्यही इम्पोर्टेन्ट हो। ओके, पछाडि झर्नाको साउन्ड क्या चिल्लाएर छ। एकछिन रेस्ट गर्छु, त्यहाँबाट फेरि जानु छ ठाडो उकालो। यो ब्यागले आज मार्छ मलाई। ओके, सो दिस इज इट, आवर होम भित्री। त्यहाँ छ हाम्रो बाजेको माने चौतारा, नट माने, र पानी अझै तप बगिरहेछ। यो ठाउँमा धेरै यादहरू छ यार, धेरै याद। त्यो पुरानो टिम्बरको रुख, ट्रुली यो ठाउँमा एकदम धेरै यादहरू छ। सिन्स म 6 वर्ष 7 वर्ष हुँदाखेरि नै मोस्टली हामी परिवार यहीँ रहने गर्थ्यौँ है। बोजू बाजे हुँदाखेरिको कुरा हो, हुँदाखेरि अब बाजे बित्नु भएको घर पनि यहीँ हो। सो अहिले यो ठाउँलाई रियली आज चाहिँ लक भएछ। हिजो अस्ति त ढोका खुल्लै देखेको थिएँ कि यो ठाउँलाई रियली यस्तो हालतमा देख्दा। अघि म आउने बित्तिकै भिडियो गरेन कि, म एकछिन यस्तो हेरेँ होइन पुरानो तिनीहरूलाई यादहरूलाई यस्तो सोचेर बसेँ। अनि मन कस्तो छलङ्ग भयो कि भित्रको मेन रुम अनि यतापट्टि हाम्रो किचन रुम। पहिला किचन हुने गर्थ्यो, के भयो, चेन्जेस भइसक्यो। साँच्चै मान्छे नबसी चाहिँ यस्तो हुन्छ। मान्छे भएको है एकछिन एकैचोटि यो पुरै झारपात फाँडेर यो प्लास्टिकहरूलाई सफा गरेर कस्तो मन सिङ्ग भयो कि एकछिन त। यहाँ छ माइला मामाको, त्यहाँ छ पाले मामाको। ड्यामेट कस्तो भयो कि मनै सिङ्ग। के थियो यो ठाउँ, यता बोजूको रुम, बाजे बित्नु भएको रुम यतापट्टिको हो। बाजे बितेपछि चाहिँ सबै बद्ल्यो। ल कहाँको बिरालो आयो म्याउ भन्दै। यहाँ त बिरालो थिएन जस्तो लाग्यो यो घरमा त। थिएन यहाँ त, यो माथि घरमा बिरालो थिएन जस्तो लाग्यो। जस यो घरभित्र कोही त बस्दा रहेछ भने थाहा भयो। अहिले माथि गोडहरू राखेर कमसेकम केही नभए पनि यो ठाउँ चाहिँ सुन्ने पारेको छैन है। माथिल्लोभित्रको बाजेहरूले वरपर गोड राखेको छ। हाम्रो बाख्राखोर युज गर्नुहुन्छ भन्ने सुनेको थियो, युज गर्नु हुँदो रहेछ। हाम्रो टोइलेट ल टोइलेटको ढोका त के भएको, त्यो तलको लास्टको घरको बाजे बिजु पनि बित्नुभयो। अनि यही हो, यो भित्रीमा चाहिँ बोजूहरू पनि किन नबसेको, अनि यो ठाउँ त्यस्तो सुन्न किन पारेको भने यहाँ धेरै दुर्घटनाहरू पनि भयो है। अनि म बाहिरै थियो लास्ट टाइम, त्यो तल गहिरोमा एउटा बाजे बित्नुभयो बाई एक्सिडेन्ट। अनि म पहिला लकडाउनमा यहाँ हुँदै नै त्यहाँ एकजना बहिनी सुसाइड गरेर बित्यो। यहाँ धेरै यस्तो दुर्घटनाहरू भएको छ। त्यसैले
त्यति बस्नुहुन्न। अनि भर्खरै रिसेन्टली यहाँ माथि एउटा बाजे नि बित्नुभयो, एक्सिडेन्ट नै भनौँ। साँच्ची कस्तो मन त श्रिङ्ग भयो क्या। तल त्यति समय बिताएको छैन होइन, मोस्टली हामी परिवार बस्ने भने पहिला यही हो। अनि कोभिडको बेलामा नि मोस्टली आमा बाजे हामीहरू पुरा यहीँ बस्नु भएको थियो होइन, त्यही भएर मोस्टली मेमोरी चाहिँ सबै यही ठाउँको छ क्या, रास्तिमको भन्दा नि। अनि यो ठाउँमा धेरै बसेको भएर यहाँ बस्दा फेरि यहीँ रमाइलो लाग्छ। यहाँ भनेको फेरि माथिल्लो भित्री घरहरू पनि छ, फाती नजिक पनि छ है, छेउमा घर। अनि फेरि तल रास्तिम भनेको चाहिँ सुनसान ठाउँमा छ। फेरि अब तल बसेपछि तलै रमाइलो लाग्ने। रियली यार कस्तो मनै सिङ्ग भयो क्या यसरी ठाउँ छोडेर गएपछि त। मेरो घरै नभए पनि होइन, बाजे बोजूको घर भए पनि मैले यो ठाउँमा धेरै समय बिताएको छ होइन। बचपन 7 वर्ष हुँदाखेरिदेखि लकडाउनमा पनि म यहाँ लगभग 6-7 महिना बस्यो। यहाँ तल जङ्गलमा हामी बस्तु चराउँथ्यौँ। कस्तो नराम्रो लाग्यो, खल्ल भयो। त्यहाँ एकजना को हुनुहुँदो रहेछ, खरहरू लगिरहेछ। यो घरको पनि बाजे बोजू एकै वर्षमा हो, बाजे बोजू अनि छोरा पनि बित्नु भयो। अनि जस्ट छोरा चाहिँ जस्ट रिसेन्टली बित्नु भएको, बाजे बोजू पनि धेरै समयको ग्यापमा होइन। मलाई याद छ यार, मैले पहिला पनि भनिसकेको थिएँ मेरो भिडियोमा होइन। यो घरको बोजूले माथि झाँतो भन्छ, त्यो मकैको पिस्ने यस्तो घुमाउने, त्यो झाँतोमा मकै पिठो पिस्दै गर्दा हामीले चाहिँ चोरेर अब हातले यस्तरी मुठ्ठाले पिठो चोरेर खान्थ्यो क्या। वाट, कस्तो अचम्म लाग्यो मलाई त। जस ठिकै छ, कमसेकम यहाँ बसेर है दाउराहरू सारिरहनु भएको छ होइन। यहाँ वरपर कामसाम गर्ने, वस्तुहरू राख्ने गरिरहनु भएको छ। त्यति साह्रो त छोडेको छैन। पछि यहाँ मान्छे आएर बस्न थाल्यो भने फेरि त्यो वरपर झारपात उखालेर सरसफाइ गरे नि पहिला जस्तो हुन्छ। या त्यस्तै हो। ल आई थिङ्क सिस बोजू हो जस्तो छ। म बोजू भेट्ने भनेर आएको, ठिक्क भएछ ल।